नेपालको राजनीति अहिले सबैतिरबाट हेर्ने हो भने झापामा केन्द्रित छ र झापामा बालेन शाहले जित्नुपर्छ भनेर व्यापक युवाहरूले आवाज उठाइरहेका छन्। यो सत्य कुरा हो र झापाबाट बालेन शाहलाई अत्याधिक बहुमतले जिताएर केपी ओलीलाई हराएर उसलाई चाहिँ अब रेस्ट गर्ने एउटा माध्यम दिनुपर्छ। किन भन्दा बा अलि बढी जिद्दी भए, हामीले भनेको मानेनन्। अब बालाई चुनावी प्रक्रियाबाट चाहिँ घरमा बस्ने गराउनुपर्छ। किन भन्दा यता अर्को बाआमा रेस्ट गरिसक्नु भएको छ, शेरबहादुर देउबाको बाआमा चाहिँ रेस्ट गरिसक्नु भएको छ। तर यो जिद्दी बुढा, यी बुढालाई दुईवटा किडनी फेरेर पनि अझै रेस्ट गर्न मन नलागा। हाम्रा घरतिर 60 वर्ष क्रस भएपछि बाआमा चाहिँ अब म केही काम गर्न सक्दिनँ भनेर उहाँहरूले चाहिँ रिटायरमेन्ट लिनुहुन्छ। तर केपी ओली चाहिँ 70 वर्ष प्लस भइसक्यो होला, बुढो अझै पनि बा 74 वर्षको हुनुहुन्छ, हस्पिटलमा हुनुहुन्छ भन्नुहुन्छ। के केपी ओलीको बुवा 4 वर्षको हुँदाखेरिमा केपी ओलीलाई जन्माउनु भएको रहेछ क्या हो? यो हिसाबले हेर्दाखेरिमा अब यो जिएनजीहरूलाई ताकी गोली हान्ने घमण्डी बुढो हेलिकप्टरमा आफू चाहिँ सर्लक्क उठेर भाग्ने अनि दुनियाँ नाटक गर्ने र अझै पनि जिएनजीहरूलाई र युवाहरूलाई गाली गर्ने, यसलाई चाहिँ अब झापाली जनताले देखाउनै पर्छ। यदि झापालीले अहिले पनि केपी ओलीलाई जितायो भने चाहिँ देश ठुलो दुर्घटनामा जान्छ। त्यसले गर्दाखेरिमा सम्पूर्ण झापालीहरूमा चाहिँ मेरो विनम्र अनुरोध के छ भन्दाखेरिमा अहिले चाहिँ अत्याधिक एकदमै धेरै मतले 80-20 को मतले चाहिँ अहिले तपाईँहरूले चाहिँ केपी ओलीलाई हराउनुपर्छ र बालेन शाहलाई जिताउनुपर्छ भन्ने एउटा यो पनि युवाको आग्रह हो। र तपाईँहरूले यो कुरालाई चाहिँ मनन गर्नुभएको छ, सबै अहिले देशको जनताहरूले यो कुरालाई मनन गर्नुभएको छ भन्ने पनि हामीलाई लागिरहेको छ। त्यसले गर्दाखेरिमा यसपालिको भोट ओन्ली बालेन शाहलाई।